दीप दाईको कन्सर्ट। ओ नमस्ते 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 सबैजनालाई नमस्ते। आराध्या अगाडि आऊ, देख्दैन भरे न, देख्दैन भरे काम। हेलो हेलो नमस्ते अनि स्वागत छ यहाँहरू सबैजनालाई मेरो युट्युब च्यानल घिरी फ्यामिलीमा। धेरै दिन पछाडि फेरि युट्युब च्यानलमा एउटा भिडियो लिएर आएको छु होइन। हामी एकदम स्पेसल ठाउँमा छौँ, कन्सर्टमा छौँ, देखिहाल्नु भएको छ। हल्का सेटअप त मैले अलिकति अगाडि पनि बनाएको थिएँ, दीप श्रेष्ठको प्रोग्राम भनेर है। सो हाम्रो नेपालको अति नै ख्याति प्राप्त, एकदमै पूजनीय, एकदमै ढोगनी, एकदमै सम्माननीय होइन, एकदमै अग्र सिङ्गर दीप श्रेष्ठ सरको चाहिँ सिडनीमा कन्सर्ट भइरहेको थियो। हाम्रो लोकल ठाउँ एरिया पेनरिथमा पनि उहाँको कन्सर्ट हेर्ने मौका पाएको थियौँ। त्यही भएकोले गर्दाखेरि आजको भिडियो चाहिँ स्पेसली उहाँकै लागि, उहाँकै नाममा। सो हाम्रो कम्युनिटी चाहिँ सानो छ होइन, अनि हाम्रो क्लब छ एउटा गोरिल्ला भन्ने नेप्लिज कम्युनिटी होइन, एउटा क्लब छ हाम्रो। अनि त्यो क्लब मिलेर चाहिँ एउटा सानो प्रोग्राम गरेको थियौँ होइन। त्यसमा सबैजना केटाकेटी ठुला बडा सबैजना चाहिँ आएर कार्यक्रम हेर्न भनेर जम्मा भएका थियौँ। अनि बच्चाहरूको लागि फेस पेन्टिङ थियो, चिया कफी खानेकुरा सबै होइन। साथसाथै तिज पनि सँगसँगै मनाऊँ भनेर पनि सबैजना भेला भएका थियौँ। हाम्रो कार्यक्रम चाहिँ एकदमै समयमा नै सुरु भइसकेको थियो, गेस्टहरू आउने क्रम पनि जारी थियो है। अनि दीप सर प्लस उहाँसँग दुईजना ब्यान्ड मेम्बर गरेर 3जना नेपालबाट आउनु भएको थियो होइन। उहाँलाई पर्सनली रूपमा आफ्नै घरमा पनि स्वागत गर्ने मैले मौका पाएको थिएँ होइन। उहाँ जस्तो लेजेन्डरी सिङ्गरलाई लाइभ हेर्न पाउँदाको खुसी त कति थियो भनेर त म तपाईँलाई भिडियोमा नै देखाउँछु है। अनि सँगसँगै हाम्रो आयोजक कमिटीका हाम्रो अध्यक्ष दाईले चाहिँ दीप सरलाई मजाले स्टेजमा स्वागत गर्नु भइरहेको थियो, उहाँको ब्यान्ड मेम्बर्सहरूलाई पनि है। अनि अब चाहिँ म तपाईँलाई धेरै बोलेर ग्याङ गरेर मेरो भिडियोको गन्थन सुनाउनु भन्दा पनि हाम्रो सरको लाइभ म्युजिक चाहिँ तपाईँहरूलाई म सुनाउँछु, हेर्नु होला होइन। एकदमै मजा आयो, एकदमै रमाइलो भयो। कसो गरेर यो पेनरिथमा पनि एउटा कार्यक्रम गर्ने मौका पाएँ। अब यो श्रेय त हाम्रो हरिजी, उहाँलाई हाकु भन्नुहुँदो रहेछ अहिले, सुशीलजी र त्यस्तै साथीभाइहरूको थ्रुबाट चाहिँ यो कार्यक्रम हुन पुग्यो। र म बच्चाहरूको हल्ला खल्ला चलिरहेछ। र सबभन्दा पहिला त म आफूलाई जुन गीतले म आफूलाई स्थापित गर्न सकेँ त्यो गीतबाट सुरुवात गर्न चाहन्छु। त्यो मैले 2025 साल पुस 1 गते राजा महेन्द्रको निम्तमा गएर नेपालमा गीत गाएको थिएँ काठमाडौँमा। म त्यति बेला नेपाल चाहिँ काठमाडौँलाई मात्रै भन्थेँ, जहिले पनि काठमाडौँ चाहिँ नेपाल जाने होइन भन्थेँ म। त्यो भएकोले नेपाल, त्यो बेलाको नेपाल वास्तवमै नेपाल लाग्थ्यो मलाई। र त्यहाँदेखि गीतको मेरो यात्रा सुरु भयो 2025 साल पुस 1 गतेदेखि। र राजाकै हुकुमबाट मैले 25 साल पुस 3 गते 2वटा गीत गाउने मौका पाएको थिएँ रेडियो नेपालमा। त्यसरी मेरो यात्रा सुरु भयो। मैले कसरी गीत गाउनु मौका पाएँ भन्नुभयो, सानो कुरा भन्नु मन लाग्यो मलाई। त्यो शिलान्यास नाटक धरानबाट निम्तोमा गएका थियौँ हामी, तर त्यसमा मेरो नाम चाहिँ, म नाटकमा कुनै भाग लिने मान्छे त थिएन, तर मलाई चन्द्रशेखर श्रेष्ठ जो धरानमा हुनुहुन्थ्यो, उहाँ चाहिँ हाम्रो अध्यक्ष हुनुहुन्थ्यो। उहाँले दीप तिमी पनि जानुपर्छ भनेर मलाई लानुभयो। र मैले केही पनि बुझिनँ, अब केही सोधिनँ पनि सिधै काठमाडौँ जानुपर्छ भने चाहिँ अब मान्छे त अब उफ्रेहरू पुग्नु खोजिहाल्छ। र मैले त्यो रहर मेरो बोक्दै त्यो रहर मेरो कुरा भएको अनुभूति भयो मलाई त्यो बेला। र मैले त्यस बेला त्यही 2टा गीत गाउने मौका पाएँ। म पत्थरको देवता होइन, देव
यता लाछाडुरी छिटोमा मेरो पाइला नडकी कोही केटी मन पराएछ अनि मलाई त्यो काठमाडौँको नेवार हो दिप एउटा गीत लेखिदिनु पर्यो भने कि उनीहरू त त्यो उनीहरूको त्यो प्रश्न हुँदैन कता 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 आफूले पनि हो कि जस्तो पनि लाग्न थाल्यो तर अब लोभ गर्नु भएन होइन त्यसैले मैले उसकै लागि भनेर उसकै लागि लेखेँ त्यो गीत लेखिसकेपछि मैले रेडियोमा गीत गाएँ रेडियोबाट जब ब्रोडकास्ट भयो त्यो ब्रोडकास्ट भएपछि फेरि पाल्पाको साथीले त्यो गीत चाहिँ चिठी बनाएर लेखेछ एउटा केटीलाई दिनुहोस् उसले एउटा साथीलाई भागु भन्दो रहेछ त्यहाँ उनीहरूको जात पनि नखाएछ चिठीमा के लेखेछ भने कति कमजोर रहेछ भाग्य तिम्रो सुन्नु भाग्य त मेरो पनि कमजोर भयो नि त गीत त मेरो भएन साथीको नाममा छापिहाल्यो छापियो अनि अहिले आएर के भन्छ दिप त्यो गीत अब तिमीले लैजा तिमीले नाम राख भन्छ कि त्यो प्रिन्टेड भइसकेको छ सबै मैले कहाँ कता कता मिटाएँ यो भाग्य आफ्नो पनि कमजोरी हो त्यसैले त्यही गीत यहाँ रहेछ भन्छ कति कमजोर रहेछ भाग्य तिम्रो सुनो पढ्न सकिन कति कमजोर रहेछ तिम्रो आँसु पुस्न सकिन बाधाहरूको तर दोष कसैलाई नदिनु धेरै बाधाहरू तर दोष कसैलाई नदिनु जति जे हो भइगयो मान मन्दिरमा सजाउनु जति जे हो भइगयो मान मन्दिरमा सजाउनु कति कमजोर रहेछ भाग्य तिम्रो सुनो गर्न सकिन कति कमजोर रहेछ तिम्रो आँसु पुस्न सकिन आमा र बाबा सम्झिरहन्छु गाउँ छोड्दा पिछेका काँडा गाउँ छोड्दा पिछेका काँडा परदेशमा बसी झिकिरहन्छु सहरमा झरी पर्छ
पर्खिरहन्छु लेख बेसी देउराली डाँडा लेख बेसी देउराली डाँडा परदेशमा सम्झी तडपिरहन्छु सहरमा उडी चल्छ गाउँमा सायद छानै उड्यो गाउँमा सायद छानै उड्यो गाउँमा सायद छानै जति हाँसो भन्छु हाँसोमाटो छ जीवन जति हाँसो भन्छु हाँसोमाटो छ जीवन अन्धकारमा म्युजी बेथा चर्किन्छ मेरो मन जति हाँसो भन्छु हाँसोमाटो छ जीवन बादल छाइरह्यो बिन्ती छ कसैले आधी ल्याइदेऊ मेरो छातीमा एकैछिन त पर्खिदेऊ यही बादल गरिदेऊ मनका सारा भावनालाई दुखाइन देऊ मनका सारा भावनालाई दुखाइन देऊ ला 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 म त छुटेकी आए तिम्रो कान बोकेर यति रमाइलो भयो यो कानै पवित्र भएको जस्तो लाग्यो यति ठुलो लेजेन्डरी सिङ्गरलाई आफ्नो आँखा अगाडि चाहिँ लाइभ गीत गाएको देख्नु पाउँदा त भाग्यमानी नै ठाने है सो दूरबाट आएर हामीलाई यति इन्टरटेनमेन्ट गराउनु भयो थ्याङ्क यू सो मच आजको लागि भिडियो यति नै